त गाइज आज पनि तपाईहरुलाई सधैं चाहिँ हाम्रो यो विशेष नयाँ भिडियोमा स्वागत छ। आज पनि हामी तपाईको लागि सधैं चाहिँ विशेष नयाँ भिडियो ल्याएर गएको छौं। यो भिडियोमा आज हामी तपाईलाई सिम्पली ब्यालुन भर्सेस ओरेन्ज को च्यालेन्ज गरेर यो भिडियो मार्फत हामी तपाईलाई देखाउँदै छौं। त साथीहरु यो एक्सपेरिमेन्टमा के चीजहरु हुन्छ, ओरेन्ज र ब्यालुनलाई एक आपसमा हामीले कसरी चाहिँ एक्सपेरिमेन्ट गर्दै छौं, तपाईहरु हाम्रो यो भिडियो अन्तिमसम्म हेर्नुला, तपाईलाई सबै जानकारी हुनेछ। त साथीहरु योमा के कारणले यस्तो भयो तपाईहरु हामीलाई कमेन्ट गर्न पनि नबिर्सनु। त साथीहरु तपाईहरु हाम्रो युट्युब च्यानलमा पहिलो चोटी आउनु भएको छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न, यो भिडियोलाई लाइक र शेयर गर्न पनि नबिर्सनुहोला। त साथीहरु आउनुहोस् आजको हाम्रो यो एक्सपेरिमेन्ट सुरु। त गाइज हामीसँग स्पेशली एउटा ब्यालुन छ है, यसमा अनि यसमा सन्तरा छ र अब हामीसँग यसमा हामी के गर्छौं भने सिम्पली यो ब्यालुन हामीले बनाएका छौं है त। अब यो ब्यालुन सिम्पली हामीले त्यतिकै यो फुट्दैन, जस्तो हामीले सन्तरा लाउँदा फेरि पनि यो फुट्दैन। यसमा हामी तपाईलाई यस्तो एउटा ट्रिक सिकाउँदै छौं जसको माध्यमबाट हामी यो ब्यालुनलाई फोड्ने छौं स्पेशली है त। अब यसमा हामी यसलाई फोड्नका लागि के गर्ने, कसरी फोड्ने तपाईहरुलाई पनि हामी यसको रिएक्सन देखाउँछौं। आखिर यो के हो, कसरी फुट्दैछ, यसको रिएक्सन तपाईहरुले हामीलाई बताउनु होला है त। त गाइस सुरुमा मैले तपाईहरुलाई यसमा फर्स्ट ट्रिकमा तपाईहरुलाई मैले एउटा मसँग सिम्पली सन्तराको यो पोखरा छ र यो मसँग ब्यालुन छ। अब मैले यसलाई चाहिँ फोड्दाखेरि सिम्पली तपाईले जस्तो मसँग यो ब्यालुन मैले साइडमा ब्यालुन राखेछु र मैले यतापट्टिबाट सिम्पली यो सन्तरा दिँदाखेरि यो फुट्छ। यसरी चाहिँ यो पट्किन्छ भनेपछि यो के हो त, आखिर के हुन्छ, कसरी यो भइरहेको छ, यो तपाईहरुले हामीलाई बताउनु होला है त। फेरि पनि मैले यतापट्टिबाट गरे ब्लास्ट भयो। यसरी हाम्रो यो सन्तराको कारणले के हुँदैछ, यो फुट्दैछ। त यो तरिकाले जस्तो हामी एउटा नेक्स्ट छ हामीसँग यो ब्लन पनि ब्लास्ट भयो। कारण के थियो, मेरो हातमा सिम्पली सन्तरा थियो, त्यसरी ब्लास्ट भएको। त गाइज यो तरिकाले तपाईले चाहिँ सिम्पली सन्तराको रस मेरो हातमा छ, त्योबाट चाहिँ यो ब्लास्ट भयो भनेपछि हामीले यसरी चाहिँ ब्लास्ट गर्न सक्छौं। र अब तपाईहरुलाई नेक्स्ट ट्रिक गाइज आज हामीले हेर्यौं सिम्पली ब्यालुन भर्सेस ओरेन्ज को एक्सपेरिमेन्ट। तपाईहरुलाई कस्तो लाग्यो त्यो एक्सपेरिमेन्ट? तपाईहरुलाई यदि रोचक छ, अमेजिङ छ भने तपाईहरुले हामीलाई कमेन्ट गर्न नबिर्सनुस्। तपाईहरुको लागि हामी यस्तै खाली नयाँ एक्सपेरिमेन्टहरु हामी ल्याउँदै गर्नेछौं। त साथीहरु तपाईहरुले हामी फेरि पनि अनुरोध गर्यौं, तपाई हाम्रो युट्युब च्यानलमा पहिलो चोटी आउनु भएको छ भने हाम्रो यो युट्युब च्यानललाई सब्स्क्राइब बटनमा गएर सब्स्क्राइब गर्न, र तपाईहरुले हाम्रो यो भिडियोलाई लाइक र शेयर गर्नु भएको छैन भने तपाईले हाम्रो यो भिडियोलाई लाइक र शेयर गर्न पनि नबिर्सनु, ताकि तपाईको लागि यस्तै खाली नयाँ भिडियोहरु हामी ल्याउन सकौं र हाम्रो पनि एउटा मनोबल इन्क्रिज हुन्छ है त गाइज। त साथीहरु तपाईहरु यस्तै खालका एक्सपेरिमेन्टहरु हेर्नका लागि हाम्रो युट्युब च्यानल तपाई हेर्दै गर्नुहोला। थ्यांक यू फर वाचिङ दिस भिडियो।